हेलो गाइज, आज चाहिँ हामी तपाईहरुलाई हाम्रो नयाँ युट्युब च्यानल ओसिन ब्लग्समा हृदयदेखि नै स्वागत गर्न चाहन्छु। सर्वप्रथम त यहाँहरुलाई जो जसले हामीलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुभयो उहाँहरुलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। हाम्रो चाहिँ छोरी जन्मेको आज 18 दिन भएको छ र हाम्रो यो जब हाम्रो त्यो प्रेग्नेन्सीदेखि डेलिभरीसम्मको बिचमा निकै समस्याहरू पनि झेल्नु पर्यो र अहिले चाहिँ नानीको स्वास्थ्य पनि ठिकै छ र मम्मीको स्वास्थ्य पनि ठिकै छ। अहिले दुवैजनालाई एकदमै ठिक छ, स्वास्थ्य छ, नर्मल छ। र सुरुवातदेखि कुरा गर्नुपर्दाखेरि जब हाम्रो प्रेग्नेन्सी टेस्ट पोजिटिभ आयो त्यसपछि त्यतिखेर पनि केही समस्या थियो। हाम्रो जब प्रेग्नेन्सी टेस्ट हुँदाखेरि चाहिँ नि नानीको मम्मीलाई चाहिँ बिरामी भएको थियो र हामीलाई त्यो प्रेग्नेन्सीको कुनै पनि केही थाहा थिएन। त्यतिखेर एन्टिबायोटिकहरू औषधिहरू पनि खायो तर हामीलाई थाहा नहुँदाखेरि, तर डाक्टरकोमा गएर कन्सल्ट गर्दाखेरि चाहिँ केही पनि हुँदैन भन्ने कुरा पनि भयो र पछि बिचमा गएर 17 हप्तामा ब्लिडिङ हुने समस्या पनि आयो र त्यतिखेर चाहिँ हामी इमर्जेन्सीमा गएर डाक्टरले नर्मलै छ, केही हुँदैन, हर्मोनहरूको गडबडले चाहिँ नै यस्तो हुन्छ भन्ने खालको सल्लाह दिएर एउटा औषधि दिनुभएको थियो, जेस्टोफिट भन्ने 200 mg को। त्यो चाहिँ लगभग हामीले कति महिना 6 महिनाभन्दा धेरै खायो होला है। 6 महिनाभन्दा धेरै 7 महिना जस्तो खायौँ होला। 7 महिना जस्तो। अनि त्यस्तो खाएपछि हामी रेगुलर चेकअपमा गइरहेको थियौँ। नर्मली नै भइरहेको थियो होइन सबै कुरा। तर 34 हप्ता पुग्दा होला त्यतिखेर चाहिँ बच्चाको लागि फ्लुइड कम छ भन्ने भयो। अनि फ्लुइड कम भइसकेपछि अब छिट्टै नै डेलिभरी गर्नुपर्छ भनेर डाक्टरहरूले सल्लाह दिएपछि हामीले चाहिँ 13 गतेको हाम्रो असार 13 गतेको डेट थियो, तर हामीले चाहिँ 13 दिन अगाडि असार 1 गते नै हामीले अपरेसन गरेर बच्चालाई डेलिभरी गर्ने भयो र बच्चाको त्यतिखेर चाहिँ बच्चाको वेट पनि होइन कति एकदमै कम थियो। डेन्जर जोन भन्दा त अलिक माथि नै थियो। हामीले भित्र युएससी गर्दाखेरि चाहिँ 2.5 देखाएको थियो भने फेरि बाहिर गर्दाखेरि जस्तै 2.3 समथिङ त्यस्तै देखाएको थियो। तर बच्चा जब डेलिभरी गरिसकेपछि चाहिँ बच्चा 2.140 ग्राम 2 किलो 140 ग्रामको थियो, एकदमै सानो थियो। तर बच्चाको टाउको पेटको युएससी गरिसकेपछि चाहिँ नि सबै नर्मल भएपछि चाहिँ हामी ढुक्क भएको थियौँ। अनि डेलिभरी पछि 2 दिन चाहिँ वार्डमा राख्नु पर्यो। त्यसपछि सबै नर्मल्ली गयो। बच्चाले मम्मीको बुबु पनि राम्रोसँगले खायो र त्यहाँ चाहिँ इम्पोर्टेन्ट चिज चाहिँ यो सुगरको टेस्ट गर्ने रहेछ। अनि सुगर चाहिँ पहिला चाहिँ 65 त्यस्तै कति आएको थियो, अनि त्यसपछि 64 आयो, अनि त्यसपछि 71 गर्दै बढ्दै गएपछि राम्रोसँग प्रोग्रेस भएपछि हामीलाई 2 दिनपछि चाहिँ डाक्टरले डिस्चार्ज दिनुभएको थियो। र यो प्रेग्नेन्सीको दौरानमा अहिलेको समयमा चाहिँ धेरै प्रब्लमहरू आउने रहेछ। त्यहाँ चाहिँ सबैजना त्यस्तै प्रिम्याच्योर डेलिभरी गर्नेहरू एकदमै धेरै हुनुहुन्थ्यो। सबैजना कसैको ब्लड प्रेसर हाई हुने, कसैको चाहिँ नि त्यही फ्लुइड कम हुने, सुगर हुने, कसैको फ्लुइड बढी हुने, कसैको वेट कम हुने, त्यस्तै खालको प्रब्लमहरू थियो। अनि एकदमै धेरै इमर्जेन्सीमा चाहिँ प्रिम्याच्योर अपरेसन गरेर बच्चालाई डेलिभरी गर्ने केसहरू एकदमै धेरै थियो। सायद अहिलेको इन्भाइरोमेन्ट
अनि खानेकुराको यो असरहरू हुनसक्छ र अहिले चाहिँ सबभन्दा धेरै समस्या भनेको चाहिँ फ्लुटहरू अनि सुगर अनि त्यसपछि आएर ब्लड प्रेसरहरू त्यही भएर जब तपाईँहरूको प्रेग्नेन्सी स्टार्ट हुन्छ त्यसपछि तपाईँहरूले पनि एकदमै धेरै ध्यान दिनुपर्ने हुन्छ हैन अनि खानपानमा भयो अनि रेस्ट गर्ने भारीहरू धेरै धेरै नउचाल्ने त्यस्तो खालको कुराहरू एकदम ध्यान दिनुपर्छ अझ गर्मीको मौसममा धेरै गर्मीको मौसममा अझ ख्याल राख्नुपर्छ हाम्रो 34 हप्ता 33 हप्तासम्म चाहिँ हाम्रो ठिकै थियो नर्मली थियो सबै नै हैन सबै नर्मल गइरहेको थियो तर जब 34 हप्तामा हामी फलोअपमा जाँदाखेरि चाहिँ त्यतिखेर फ्लुइड कम छ अब छिट्टै नै गर्नुपर्छ डेलिभरी गर्नुपर्छ भनेपछि चाहिँ हामी हतार गरेर फेरि त्यही दिनै हामीले युएससी गऱ्यौँ फेरि हतार अनि त्यही दिन हामी एडमिट भइहाल्यो इमर्जेन्सीमा एडमिट भइहाल्यो हैन अनि त्यसपछि डाक्टरहरूले चाहिँ हामीलाई अलिकति हैन मेन्टल स्ट्रेस चाहिँ दिनुभएको थियो है त्यतिखेर एकदम धेरै किनभने अब बच्चा चाहिँ एकदमै जे पनि हुन सक्छ अन्डरवेटमा छ एकदमै कम छ वेट छ भन्ने थियो अनि फ्लुइड पनि कम छ भन्ने अनि बच्चालाई जे पनि हुन सक्छ बच्चा अपाङ्ग त्यस्तै डिसेबिलिटिज खालको जन्मिन सक्छ या बच्चा डेलिभर भइसकेपछि नरुन्ने अनि त्यस्तै खालको समस्याहरू आउन सक्छ अनि आइसियुहरू एनआइसियुहरू आवश्यक पर्छ त्यसको लागि अगाडि नै म्यानेज गरिराख्नु भनेर डाक्टरहरूले भन्नुभएको थियो र हामीले चाहिँ अब असारको सोमबार लगभग दुई गते हैन असारको सोमबार चाहिँ उहाँहरूले अपरेसन गरेर निकाल्ने भन्ने कुरा गर्नुभएको थियो तर हामीले चाहिँ अलिकति बारहरू डेटहरू नमिलेकोले हामीले असारको आइतबार 1 गते नै गर्ने भयौँ र त्यही दिन एनआइसियुहरू अनि सबै म्यानेज गरेर डाक्टरसँग सल्लाह गरेर त्यही दिन अपरेसनमा करिब 5 बजेतिर चाहिँ अपरेसन थिएटरमा हालेको थियौँ 5 बजे हो र 5 साढे 4 त्यस्तै नानी 5 बजेतिर अनि बच्चा चाहिँ हाम्रो कति 5:42मा चाहिँ अपरेसन सक्सेसफुली भयो र एकदमै बच्चा सानो भए पनि एकदमै हेल्दी नै छ अहिलेसम्म नर्मल्ली अब बच्चाले राम्रोसँग आमाको दुध खाइरहेको छ र तपाईहरुले चाहिँ एकदमै त्यो फ्लुइडको लागि चाहिँ नै अनि राम्रो डाक्टरहरुसँग चाहिँ कन्सल्ट गर्ने देखाउने अनि सरसल्लाह लिने फ्लुइड कस्तो छ भन्ने अनि यदि फ्लुइड कम छ भने नरिवलको जुसहरू खाने पानी धेरै खाने गर्नुपर्ने हुन्छ र हामीलाई चाहिँ एउटा त्यो सप्लिमेन्ट दिएको थियो त्यो फ्लुइड कम छ भनेपछि त्यो चाहिँ दिनमा 2 पटक खानुपर्ने 3 चोटिसम्म खानुपर्ने थियो त्यो चाहिँ ओरेन्जको उसमा थियो फ्लेभरमा थियो अनि त्यो खाएर पनि हाम्रो चाहिँ पानी चाहिँ इन्क्रिज भयो झन् चाहिँ कम भयो कम हुँदै गइसकेपछि चाहिँ हामीले इमर्जेन्सी डेलिभरी गर्यौं पानी कम भएपछि बच्चा पनि झन् वेट कम हुँदै जाने के बच्चाको पनि अब वेट त्यसरी ग्रोथ नै नहुने खालको समस्याहरू हुने भएर भएको पनि घटाइदिने हामीले चाहिँ 13 दिन अगाडि नै बच्चाको डेलिभरी गर्यौं र जे भयो अब ठिकै भयो राम्रो छ अहिले आमाको छोरीको स्वास्थ्य ठिकै छ र अनि 2 दिनपछि हामीले डिस्चार्ज गरेर घर ल्याइसकेपछि अब घरमा पनि राम्रैसँग यतात्यता रेखदेख गर्ने कामहरू भइराख्यो र हामीले चाहिँ 11 दिनपछि चाहिँ नौरान चाहिँ राखेको थियौँ र लामाबाट चाहिँ हाम्रो नानीको नामाकरण गरिएको थियो र अलिक लामो जुरेको छ नानीको नाम र हामीलाई चाहिँ अब लामाको नौरानको नाम जस्तो जुरे पनि अब राम्रै छ तर पनि हामीले नै अब पहिला नै सोचेको थियौँ हामीले छोरी बाबा नै चाहिँ हामीले ओसिन राख्नुपर्छ भनेर सोचिरहेको थियौँ हैन र हामीले चाहिँ अब लामाको नाम छँदैछ त्यो र हामीले नानीको नाम चाहिँ अहिले ओसिन गुरुङ भनेर राखेको छौँ
र तपाईहरूलाई अब हामी अब हाम्रो युट्युब च्यानल पोसिङ ब्लगबाट चाहिँ तपाईहरूलाई एभ्रिडे सम्भव भएसम्म नभए हप्तामा एकपटक दुईपटक भिडियो हालेर चाहिँ नि हाम्रो बच्चाको लागि हामीले प्यारेन्टिङ कसरी गरिरहेको छ, कसरी केयर गरिरहेको छ। हुन त हामी हेल्थ एक्सपर्ट चाहिँ होइन, तर पनि हामीले जाने भगेको कुराहरू हैन, एक्सपिरियन्स गरेको यो दौरानमा एक्सपिरियन्स गरेको कुराहरू तपाईहरुसँग शेयर गर्नेछौँ हैन। हजुर। अनि अब तिमीलाई चाहिँ अब यो जब प्रेग्नेन्सीदेखि यो डेलिभरीसम्मकोमा चाहिँ कस्तो खालको समस्याहरू भोग्नु पर्यो हैन, अनि के चाहिँ गाह्रो लाग्यो तिमीलाई यो जुन यो ड्युरेसनमा? मलाई त्यस्तो प्रेग्नेन्सीमा त्यस्तो गाह्रो त केही पनि भएको छैन। त्यही पछि के अरे डेलिभरी डेट आउने बेलामा चाहिँ गाह्रो भनेको चाहिँ त्यो पछि नै त्यही हस्पिटल गएदेखि चाहिँ त्यहाँदेखि चाहिँ अलिक कस्तो त्यो डक्टरले अब के भनेको थियो नि त। प्रेग्नेन्सी अगाडि त त्यस्तो केही पनि भएको थिएन। प्रेग्नेन्सी भइसकेपछि पनि अब कतिपयलाई त बोमिट हुने मलाई चाहिँ त्यस्तो केही नर्मल क्या खानाहरू मलाई मजाले रुच्ने खालको हुन्छ भने उसलाई चाहिँ त्यस्तो केही पनि नहुने। अलिअलि बोमिटिङ हुन्छ। त्यही बिचबिचमा चाहिँ त्यही ब्लिडिङहरू भएर अलि हल्का हल्का त्यही मेन्टल टेन्सन चाहिँ भयो त्यस्तो अरू त। अनि बिचमा हेल्थमा त त्यस्तो केही पनि भएको थिएन अगाडि त। जस हामीले 33 हप्ता 34 हप्ता होइन 33 हप्ता कि कति हप्तासम्म होइन कति 30 हप्ता कि कति 29 हप्ता हो। 29 हप्तासम्म चाहिँ बच्चाको ग्रोथ चाहिँ एकदमै नर्मली भइरहेको थियो। त्यस पछाडि चाहिँ अलि ढिलो गयौँ जस्तो लाग्यो हामीले चाहिँ। 1 महिनामा बोलाएको थियो होइन। 1 महिनामा बोलाउँदाखेरि चाहिँ अब 1 महिनापछि जाँदा बच्चाको ग्रोथ 34 हप्तामा चाहिँ बच्चा बिचमा चाहिँ के भयो राम्रोसँग ग्रोथ नभएको, वेट एकदमै कम भएको युएससीले देखाएपछि भिडियो एक्सरेले देखाएपछि चाहिँ हामीले छिटो गर्नु पर्यो कि त्यसरी नै। अनि बिचमा अर्को समस्या पनि आएको थियो होइन, जस्तै कति हप्तातिर होला सायद त्यो 19 हप्ता 19-20 त्यस्तै कति हप्तामा हो होइन, ब्लड प्रेसर हाई र सुगर पनि देखाएको थियो। अनि त्यसको लागि हामीले सुगर टेस्टहरू गराउँदाखेरि चाहिँ नर्मली नै आएको थियो। अनि यो फ्लुइड कम हुने सुगर त झन् डेन्जर हो नि। यो फ्लुइड कम हुने यस्तो समस्याहरू चाहिँ जस्तो अब यो बिचमा अब यो होइन यस्तै ब्लड प्रेसरहरू हाई हुने अनि सुगरहरू देखाउने हुँदा पनि यस्तो समस्याहरू आइपर्ने हुँदो रहेछ। र प्रेग्नेन्सी पछि चाहिँ एकदमै अहिलेको अवस्थामा चाहिँ धेरै नै केयर गर्नुपर्ने रहेछ। पहिला त त्यस्तो हुँदैन थियो। किनभने हाम्रो अब 8 वर्ष अगाडि अब 2074मा चाहिँ हाम्रो 74को जेठमा चाहिँ हाम्रो छोरा 1-2लाई पाएको थियौँ होइन। त्यतिखेर त्यो बेला चाहिँ एकदमै डेटमै भयो। अनि वेट पनि ठिकै थियो 2.8 होइन ग्राम थियो। अनि राम्रै थियो, राम्रोसँग एकदम नर्मलै भएको हो। रेगुलर चेकअपमा त्यस्तो केही पनि आएन। रेगुलर चेकअप गइराख्यौँ। अनि प्रेसर सुगरहरू पनि कहिले केही नै डेट भएपछि मात्रै गएको। डेटमै झन्ने हुन्छ। ठ्याक्कै डेट दिएपछि डेट पुगेपछि अनि हस्पिटल गयौँ। अनि त्यतै अब एडमिट भइहाल्यो। वार्डमा एडमिट भयो। नर्मल डेलिभरी भएको। अहिले चाहिँ सिजरिङ पर्यो। तर पनि अब अलिकति घाउहरू अब रिकभर हुन हल्का टाइम त लागिहाल्छ। अब बिस्तारै रिकभर हुँदैछ। अनि बच्चा पनि एकदमै अहिले मोटाइरहेको छ, राम्रोसँग दुध खान्छ अनि राम्रैसँग सुत्छ पनि। बच्चा सन्तोकी नै छ। अनि उसलाई अलिकति इरिटेट हुने चाहिँ उसले दिसा पिसाब गऱ्यो भने चाहिँ उसलाई सफा गर्दै हाल्नुपर्छ होइन। सफा गरेन भने उसलाई इरिटेट लागिहाल्छ अनि रुइहाल्छ। अनि त्यसपछि सफा गरेपछि उसलाई पिसाब गर्यो दिसा गर्यो जे गरे पनि उसलाई सफा गरेपछि बुबु चुसाइहाल्नुपर्छ। अनि एकदमै धेरै अब बच्चा अन्डरवेट भएकोले एकदमै दुध फ्रिक्वेन्टली चुसाइराख्नुपर्ने हुन्छ। यस्तो अवस्थामा चाहिँ हामीले दुधहरू चुसाइरहेको छ र डेली केयरहरू राम्रोसँग गरिरहेछ। र यसरी नै अब के छ र है, धेरै त केही छैन, त्यही हो होइन। अब भर्खरै नयाँ प्रेग्नेन्सी हुने अब आमा बुबाहरूले चाहिँ आफ्नो अब
आमा र बच्चाको चाहिँ राम्रो पहिला जस्तो छैन अहिले चाहिँ निकै एकदम केयर गर्नुपर्छ कम्तीमा पनि हस्पिटल चेकअपको लागि यो अहिलेको त के अरे 8 पटकसम्म चाहिँ अब रेगुलर नै हो 8 पटकसम्म त हैन WHO को त्यो रिक्वायरमेन्ट नै हो र कम्तीमा पनि 6 पटक चाहिँ अब भिजिट गर्नै पर्ने हुन्छ त्यसमा अब USCहरू अब भिडियो एक्सरेहरू गरिराख्नु पर्ने हुन्छ अब ब्लड प्रेसरहरू त्योहरू त ब्लड टेस्टहरू हुन्छ त्यो त गरिहाल्छ र मेन कुरो हामीलाई चाहिँ त्यो ब्लड ब्लिडिङ जाँदाखेरि हैन हार्मोनको कारणले भनेर जेस्टोफिट भन्ने 200 mg को चाहिँ त्यो एकदमै अलिकति महँगो थियो है 10 वटा एक उयोको 10 वटा हुन्थ्यो 500 पर्थ्यो त्यसलाई अनि त्यो चाहिँ 7 महिना रेगुलर खाएपछि पछि अनि ब्लिडिङ भएन राम्रो भएपछि त्यो चाहिँ छोड्यौँ र हामीले चाहिँ के चाहिँ भइराख्यो यति कतै 9 महिनामा जन्मिने हैन 10 महिना कम्प्लिट त भन्छ 9 महिना जस्ट टेकेको थियो 13 दिन अगाडि भित्रमा तर एकदम फर्स्ट बेबी हुँदा त्यस्तो केही नै थिएन सेकेन्ड बेबी हुँदा चाहिँ एकदम गाह्रै भयो दबाईहरू एकदम मेडिसिनहरू लिनु पर्यो नि समस्याहरू एक्स्ट्रा अब के अरे क्याल्सियम र उयो भन्दाखेरि एक्स्ट्राहरू पनि लिनु पर्यो हामीले हस्पिटलहरू पनि बिचबिचमा गइरहनु पर्यो भिटामिन खानु पर्यो हैन रेगुलर नै खायो हैन हाम्रो भिटामिन चाहिँ हाम्रो डेलिभरी हुँदासम्म खायो अनि त्यसपछि आइरन र फोलिक एसिड चाहिँ अहिलेसम्म अब 6 हप्तासम्म खानुपर्छ सुरुदेखि अहिले बिचमा तपाईहरुले चाहिँ यो औषधि चाहिँ नटुटाउनु होला हैन रेगुलर खानु होला औषधिहरु त्यो पनि अनि अब खानाहरु पनि टाइममा दिनुपर्ने छ पानीहरु एकदम अहिलेको यो मौसम अनि अब खानपिन पनि त्यस्तो राम्रो हुँदैन नि त फलफुलहरु खाए पनि अब सबै के हो नि हैन विषादी हुन्छ त्यसले पनि आमाको लागि चाहिँ अहिले फलफुलहरु होस् सागसब्जी होस् खानेकुरा जेसुकै भए पनि अलिकति अर्ग्यानिक खानेकुराहरु खोजेर खाएको एकदमै बेस्ट हुन्छ जस्तो लाग्छ मलाई र लिक्विडहरु धेरै खानु पर्यो अब यति नै हो अब आउने अरु भिडियोमा पनि हाम्रो एक्सपिरियन्सहरु शेयर गर्दै जानेछौं हैन अब तपाईहरु समक्ष हामीले चाहिँ रेगुलर जोडिने यसरी नै हामीले हाम्रो डेली लाइफहरु बच्चाको ग्रोथहरु कसरी हुन्छ कसरी हामीले केयर गरिरहेका छौं यस्तो कुराहरु सबै हामी भिडियोमा हाल्दै जानेछौं तपाईहरु समक्ष जोडिने छौं हैन र यसरी नै अब सम्भव भएसम्म ओसिनको यादहरु पनि यही शेयर भइराछ पछि उसले नि हेर्छ उसको जुन यो बर्थ देखि चाहिँ नै अब ग्रोथ भएको हैन जोड्ने चाहिँ 1 दिन 2 दिन हरेक दिन हप्ता अनि महिना वर्ष क्यामेरामा क्याप्चर गरिरहेको छु हामीले चाहिँ क्यामेरामा क्याप्चर गरेर उसलाई पनि यो मेरो पास्टहरु यसरी म हुर्केको रहेछु भन्ने उसलाई पनि एउटा मेमोरी होस् भन्ने खालको उद्देश्यले हामीले चाहिँ नि उसको लागि यो ओसिन ब्लग भन्ने युट्युब च्यानल क्रिएट गरेर तपाईहरु समक्ष रेगुलर भिडियोहरु लिएर आउने छौं र अहिलेको लागि चाहिँ हामी बिदा माग्न चाहन्छौं हैन तपाईहरुले हामीलाई सब्स्क्राइब गरिदिनु होला सपोर्ट गरिदिनु होला हैन अलिकति ग्रोथ अप भयो भने हामीलाई पनि नयाँ भिडियोहरु ल्याउने नयाँ छुम हामी फेरि आउँदैन नि त बानी हुन्छ होला बिस्तारै बानी हुन्छ होला हामी नयाँ नै हो हैन यस्तो अब यस्तो ब्लगहरु बनाउन अब त्यस्तो एक्सपोर्ट त छैन हामी अब सपोर्ट चाहिँ गर्दिनु होला अनि तपाईहरुले सब्स्क्राइब गरिदिनु अनि साथीहरुलाई पनि शेयर गरिदिनु होला है अनि लाइक पनि गर्न नभुल्नु होला तपाईहरुको मनमा लागेको कुराहरु पनि हामी समक्ष राख्न सक्नुहुनेछ हामीले भएको एक्सपिरियन्सहरु सकेसम्म तपाईहरुलाई शेयर गर्नेछ अहिलेलाई हामी बिदा माग्न चाहन्छौं थ्यांक यू सो मच बाइ बाइ ओसिम